साथीहरू आज चाहिँ हामी चाहिँ आज खसी काट्दैछौँ दसैँको खसी है उतातिर चाहिँ ठुलो बाबा भइसिन्छ यतातिर मामा हजुरबा भइसिन्छ अनि बाबा अनि बुवा फुलपाती भित्राइसकेपछि अनि हामी चाहिँ उता आमाले चाहिँ ठुलो खसी तिर्दै भइसिन्छ यता चाहिँ सब्जी टिप्दै हुनुहुन्छ खसीको लागि यता सब्जी टिप्दै हुनुहुन्छ के छ अवस्था रङ बनाउने कुरा गर्दै हुनुहुन्छ फालेको छैन ए त्यसै हुन्छ के अलिकति चुन त्यसो हुन्छ यहाँ चाहिँ चुन टाउको पोल्दै हुनुहुन्छ राम्रो आउने चुन र बेसार छ नि सुर्दी खाने मान्छेमा चुन छैछ पहिला तपाईँले पनि जान्छ मान्छे मैले चाहिँ सोधेको छ दसैँमा यहाँ चाहिँ गफ गर्दै काम गर्दै हुनुहुन्छ है ल्याउनु पाए त्यसले चाहिँ कलर दिन्छ कलरै हाल्छ नि पसलमा त फुड कलर यति हाल्दा पनि त्यो गिलो चटपटीमा हाल्छ नि हाम्रो त्यो केक बनाउने उसमा चाहिँ कति थोरै हाल्दाखेरि कति धेरै कलर आउँछ यति फ्लेभर हाल्दाखेरि पुरै स्ट्रबेरी नै छ स्ट्रबेरीको आयो नजिक छ है अहिलेको भिलेज घारी काटे नि एखेर त्यो त त्यही हो बाबु यही काटे